जोरसँग हामी कुन ठाउँ जान लाग्दैछौँ आगमन त्यही हिजोको खारको लागि यसले पनि भेट्छ यहीँबाट भेट्छ आज चाहिँ अलिकति उज्यालो नै छ हिजो चाहिँ अलिकति हामी कति बजे 6 बजेर गएको थियौँ आज चाहिँ अहिले भर्खर 5 मात्र बज्दैछ तर अहिले 6 बजेको छ देखिरहेको छ क्या तर यो म आइसकेपछि पानी चाहिँ परेको छैन यहाँ सो आज चाहिँ मेरो लास्ट डे झापामा होइन अनि भोलि चाहिँ मेरो 11:35 को टिकट छ अनि म चाहिँ आज भोलि चाहिँ जान्छु अनि आज आगमन मेरो कजनले मलाई यसो घुमाउन लिएर आएको छ अनि यस्तो राम्रो स्कुलनिरले मलाई लिएर आएको छ होइन म भ्यू देखाउँछु यस्तो पिसफुल ठाउँमा स्कुल के अनि तल्लोपट्टि चाहिँ सबजना अहिले फुटबल खेलिरहेको छन् यस्तो पिसफुल ठाउँ के लाग्दैछ भने यो चाहिँ अलमोस्ट भिरको नजिकै होइन जुन चाहिँ तलपट्टि चाहिँ पुल छ यहाँ चाहिँ पुल छैन हामी चाहिँ यहाँ एउटा स्कुल शान्तिनगरको स्कुल यसरी डिलमा पुग्यौँ हामी चाहिँ होइन अनि उता पर चाहिँ पुल छ जुन चाहिँ म अस्ति गएको थिएँ होइन तलको राम्रो भ्यू नै देखेन क्या यहाँ चाहिँ पुरै बाँदर नै बाँदर बस्थ्यो पहिला पनि हामीले कताचोटि खेद आएको छ होइन अब चाहिँ बाँदर छैन रुखमा बसिरहेको हुन्छ अनि कृतज्ञहरूमा आउँदाखेरि यस्तो खेद आएर अनि भागेको त पुरै साइकल लिएर आएको थियौँ होइन यहाँ देखेछ राम्रो एकदम केयरफुल भएर खिच्नुपर्छ तर लड्यो भने सक्यो त खै पुल चाहिँ उता पर छ त्यो हो पुल चाहिँ होइन यो चाहिँ ठुलो हामी चाहिँ अलिक माथि छौँ यहाँबाट अनि अलिक तल तल हाम्रो घर पनि आउँछ तलको कुन खोला अरे हामी चाहिँ चटपटी खाएर अब घर जाँदैछौँ होइन पानी पनि परिरहेछ पुरा एकदम भिज्ने खालको छैन त्यही पनि अब चाहिँ भिजिन्छ जस्तो लागिरहेछ है कति पछि पानी पर्नु लागिरहेको छ म आउँदाखेरि पानी परेकै थिएन हामी चाहिँ अब जाँदैछौँ घर होइन हाम्रो चाहिँ घर देखिसक्यो हाम्रो घर आउनु लागिसक्यो so we're finally here